गुड आफ्टरनुन एभ्रिवान। आज चाहिँ म चिकनको कलेजो बनाउन गइरहेको छु हो। यो चाहिँ बोजू र म लन्चमा खान्छु र 1 केजी जस्तो छ। हामी दुईजनाले चाहिँ यो 2-3 दिनसम्म पुग्छ हैन। अब मजाले म बनाउँछु यसलाई। पहिला म धुन्छु मजाले हो। यसलाई मजाले धुएर सफा गरेर त्यसपछि चाहिँ आज लन्चमा कलेजो खाने हो बोजू र नातिनी मजाले। यसलाई अब धुइसके मैले। अब यसको काट्ने पालो। यसलाई चाहिँ 3 टुक्रामा मजाले 3 टुक्रा हो बराबरको पारेर काटे हैन। यसलाई मैले काटी पनि सके 3-3 टुक्रामा। हेर्नुहोस् अब पालो आयो प्याज, टमाटर, अदुवा, लसुन, धनियालाई काट्ने पालो। ल काटिसके। यो टमाटर, यो लसुन, यो अदुवा, यो प्याज, यो धनिया। अब मैले पेन गरम गरेको थिएँ, त्यसमा तेल लगाएँ मैले। त्यसपछि 5 फ्रन पनि लगाएँ हो। 5 फ्रन लगाएर बनाएको चाहिँ मलाई मिठो लाग्छ नि त। यसमा चाहिँ सुटबुटतिर यस्तोतिर। अब पालो आयो लसुनलाई मजाले तेलमा खारेको तेलमा लसुनलाई लगाइदिएँ हो। लसुनलाई हल्का ब्राउन पारे। त्यसपछि अदुवा मजाले यसलाई फ्राई गरेर ब्राउन पार्ने हो। मजाले चलाएर त्यसपछि अब पालो आयो प्याजको। प्याजलाई मजाले लगाएर एउटा बिग साइजको प्याजलाई लगाएर मजाले चलाएँ हो। मजाले चलाएँ यसलाई। त्यसपछि अब पालो आयो हर्दीको। सानो चम्ची 1 चम्ची जस्तो हर्दी लगाएँ। त्यसलाई चलाएँ। त्यसपछि अलिकति रेड चिली पाउडर। त्यसपछि चाहिँ अब पालो आयो हाम्रो कलेजोको कवेदको। कलेजोलाई यहाँ इब्रूमा चाहिँ कवेद भन्छ। कलेजोलाई लगायो हो मजाले। 1 किलो जस्तै छ, 1 किलो छ। मजाले लगाएर अब चाहिँ यसलाई चलायो। मजाले चलाएर नुन स्वाद अनुसार जति तपाईँले खानुहुन्छ त्यो अनुसार नुन लगाएँ। नुन लगाएर त्यसपछि फेरि त्यसलाई मजाले चलायो। मजाले छोपिदियो। त्यसपछि 10-15 मिनटको लागि मजाले छोपिदियो। पानी निस्किन्छ मजाले त्यसको हैन। त्यसको पानी निस्केपछि चाहिँ मजाले फेरि टमाटर लगाइदियो त्यसमा।
टमाटर लगाइदिएपछि त्यसपछि चाहिँ यसलाई नि चलायो मजाले। त्यसपछि मैले इन्डियाबाट चाहिँ मगाएको थियो सनराइजको मिट मसाला थियो, लगाइदिएँ। अलिकति थियो, अरू सब्जीमा पनि लगाएर शेष भएको थियो, अन्त अलिकति थियो कि त्यही लगाएँ खराबखोक। त्यसपछि गरम मसाला, सनराइजकै गरम मसाला इन्डियाबाट ल्याएको थियो, त्यो पनि लगाइदिएँ। त्यो पनि लगाएर चाहिँ अब चाहिँ चलाउने पालो यसलाई फेरि मजाले चलाएर त्यसपछि फेरि यसलाई छोपिदिनु पर्छ 10 मिनेटको लागि। फेरि 10 मिनेट मेरो भइसक्यो। अब तपाईको कलेजो चाहिँ बनेर रेडी छ, खानुको लागि चाहिँ रेडी छ हो। अब यसमा मजाले धनियाको पत्ताले चाहिँ गार्निसको लागि चाहिँ धनियाको पत्ता मजाले छर्ने। छरेर यसलाई एकपल्ट चाहिँ मजाले चलाएर यसलाई चाहिँ छोपिदिने। त्यहाँदेखि तपाईको रेडी भयो कबेत। अन्त यो चाहिँ पिता हो, यो चाहिँ इजरायलीले खान्छ पिता। यसरी आउँछ, रोटी जस्तै हुन्छ कि, यो चाहिँ गिलो रोटी जस्तै छ। अर्को टाइपको पनि हुन्छ, यो चाहिँ गिलो रोटी जस्तो छ। यसलाई चाहिँ गरम गर्नुपर्छ, यस्तो प्याकेटमा आउँछ नि त। लो मैले यहाँ 2 मिनेटको टाइम फिक्स गरिदिएँ। 2 मिनेट, लो मेरो 2 मिनेट भइसक्यो, रेडी। रोटी पनि गरम भयो, पिता। मेरो पिता पनि रेडी भइसक्यो, मेरो कलेजो पनि रेडी भइसक्यो। लुकोको खानुहुन्छ आउनुहोस् है मेरो घरमा, तपाईहरुलाई वेलकम छ गाइस। लो म पनि खानुलाई बसेँ। डल्ले खुर्सानी, मिक्चर अचार, पिता अन्त कलेजो लिएर बसेँ ल गाइस। ल मैले फर्स्ट बाइट खाएँ, मिठो एकदम दामी भएको थियो, दामी भएको थियो। त्यही माथि डल्ले खुर्सानी टोक्दा त यति मिठो भएको थियो गाइस। दामी। तपाईहरुलाई पनि खानु मन लाग्यो भने तपाईहरु पनि आउनुहोस्, वेलकम छ। ल तपाईहरुलाई कस्तो लाग्यो मेरो आजको यो भिडियो हो, कमेन्टमा भन्नु होला, माया दिनु होला। थ्यांक यू सो मच, बाय एभ्रीवन। फेरि भेटौँ।